गाइज इसमी सतीश राई र फेरि पनि तपाईहरुको सामु आइसु ग्रिसको नयाँ कन्टेन्ट लिएर। होप गाइज तपाईहरु सन्चै हुन्छ होला है। जो कोहीले पनि यो भिडियोहरु हेर्नुहुन्छ प्लिज फुल वाच गरिदिनु होला, लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु अवश्य नभुल्नु होला हैन। तपाईहरुको केही चाहना केही आकांक्षाहरु छ भने म अवश्य त्यो हैन अब ल्याउने छु है, तपाईहरुको सामु प्रस्तुति गर्ने छु। तपाईहरुको एकदम सपोर्ट चाहिन्छ है मलाई। र म भन्नु गइरहेको छु टीआरसी को कुरा र मेरो हाल अहिले चाहिँ म ग्रिस एथेनमा छु। र सो गाइज है, म चाहिँ पहिला सान्तोरानी आइल्यान्ड थिएँ, सान्तोरानी आइल्यान्डबाट आइसकेँ है। मैले त्यहाँ लिभ गरेर त्यहाँ पनि अब केही अलिकति प्रबन्धहरू नमिलेर त्यो भने जस्तो अलिकति नभएर म आइपुगेँ है। ठिक छ, अब अहिले म हाल एथेनमा छु, ब्याक टु सेम वर्क छु है। पहिला जुन ठाउँमा काम गर्थेँ म त्यही ठाउँमा काम गरिरहेको छु अहिलेको अवस्थामा। र त्यस्तै छ गाइजहरू है। सो गाइज तपाईहरुलाई पोइन्टली कुरा गर्दाखेरि चाहिँ जस्तो कि अब तपाईहरु ग्रिसमा आउनुहुन्छ भने भिजा लाएर आउनु होला। र टीआरसी को कुरा गर्दा सो गाइज तपाईहरुलाई चाहिँ टीआरसी चाहिँ अब पहिला विगतमा कुरा गर्दा 7 सालमा बन्थ्यो, त्यो पछाडि 3 साल झर्यो, 3 साल फेरि अवधि कटिसके पछाडि जसले बनाउनु भयो। सो अहिले चाहिँ तपाईको हाल 3 सालबाट चाहिँ पुरा पारित भएको छैन कति सालमा बन्ने हो टीआरसी, कति सालमा पाउने हो। हामी असाइलम कार्ड लिएको, मालाकासा सालोनीकोबाट लिएकोहरूले हैन। अब हामी यहाँनिर इलिगली रूपमा आउने, अवैधानिक रूपमा आउने धेरै छौँ, वैधानिक रूपमा आउने कम छौँ लिगली वेमा हैन। सो त्यस्तै हो। तर दुःख गर्नुपर्छ विदेश आए पछाडि हैन, सङ्घर्ष गर्नुपर्छ, ठक्कर खानुपर्छ, दुनिया फेस गर्नुपर्छ। त आफ्नो ठाउँमा हो हैन, घर परिवार छोडेर आएको हो हैन, हरेक कुराहरुको चुनौती हुन्छ। सो गाइस तपाईहरुलाई चाहिँ मैले कुरा गर्दा चाहिँ जस्तो कि सो तपाईहरुले चाहिँ अब टीआरसी बनाउनु भोलि गएर हैन एटलिस्ट सरकारले यहाँ घोषित गरिदियो भने तपाईहरुले बनाउँदाखेरि चाहिँ अब सो तपाईहरुले एप्लाई गर्दाखेरि चाहिँ तपाईको इकामको ट्याक्स जानु पर्यो हैन। अनि मेरो कन्ट्र्याक्ट पेपर 6 मन्थ टु 8 मन्थ तपाईले काम पाउनुहुन्छ है। सो गाइजहरु अब 6 मन्थ टु 8 मन्थ काम पाउनुभयो, त्यो पछाडि फेरि आउने अनि फेरि यता आएर जब सेन्टर धाउने या साथीभाइको थ्रुमा काम गर्ने, फेरि तपाईहरुलाई टेन्सन हुन्छ, फेरि तपाईहरुलाई प्रेसराइज हुन्छ, भने जस्तो म्यानेजमेन्ट हुँदैन। सो गाइज मैले चाहिँ देखे अनुसार चाहिँ आइल्यान्ड चाहिँ ठिक त ठिकै हो, पैसा छिटो मिठो कमाउने ठाउँ हैन। तर आइल्यान्डमा पैसा कमाइ हुन्छ हैन, म मान्छु। तर गाइज है एथेनमा चाहिँ कस्तो हुन्छ, तपाईहरुले चाहिँ 1000 1200 1300 स्यालेरी पाउनुहुन्छ भने तपाईहरुलाई चाहिँ यही बेस्ट हुन्छ, यही नै जित्छ हैन। भोलि गएर तपाईहरुले चाहिँ अब भौता राख्नु परेन, जब सेन्टरलाई चाहिँ गएर चाहिँ मलाई हैन जब दिलाइदिनु भनिराख्नु परेन, इन्टरभ्यूको डेट पर्खिराख्नु परेन। तपाईहरुलाई चाहिँ लामो अवधिको लागि पर्खिराख्नु पर्ने हुन्छ क्या। अनि तपाईहरुले चाहिँ लामो के अरे रेसको घोडा अगाडि बढ्ने कि छोटो रेसको घोडा चाहिँ अगाडि बढ्ने हो र लामो दूरीसम्म चल्ने हो भन्ने कुरा र छोटो दूरीसम्म चल्ने भन्ने कुराहरुमा चाहिँ भर पर्ने र आफूले सोच्नुपर्ने कुराहरु हुन्छ है। आफूले एनालाइज गर्ने हैन, मूल्याङ्कन गर्ने र आफूले चाहिँ यो चाहिँ ठिक हो राइट हो, यो चाहिँ रङ हो भन्ने कुराहरु चाहिँ आफूले लिनुपर्ने हुन्छ हैन। र सो तपाईहरुले चाहिँ अब टीआरसी को बारेमा जानिहाल्नु भयो। सो गाइज हैन, र तपाईहरुलाई चाहिँ मैले भनिहालेँ भोलि गएर टीआरसी बनाउँदाखेरि कसो गर्नुपर्छ हैन। म अब अलिकति अनम्यानेजेबल भएको कारणले गर्दाखेरि त्यसरी नै आइपुगेँ है, त्यो आफ्नो ठाउँमा छ र म पनि सङ्घर्ष गर्दैछु। सामु म अझै राम्रो कन्टेन्टहरु ल्याउने छु, अझै राम्रो भिडियोहरु लिएर तपाईहरुलाई चाहिँ जानकारी इन्फर्मेसन इन्फर्मेटिभ हैन एकदम पोजिटिभ थिङको कुराहरु, पोजिटिभ भाइब्स लिएर अगाडि बढ्ने छु। ल हस्त जय नेपाल, छड्के सलाम, बाइ बाइ गाइस।